आदरणीय साथीहरू, म यति बेला जाजरकोटको भेरी नगरपालिका वार्ड नम्बर 13 भेरी किनारको यो पहाडी भूभागमा रहेको भूमेश्वर गुफामा आइपुगेको छु र आज यो गुफाको बारेमा यहाँलाई जानकारी दिन खोजिरहेको छु। जाजरकोटमा निकै महत्त्वपूर्ण ठुल्ठुला गुफाहरू छन्, एकदमै एउटा आकर्षक गुफाहरू छन्, तर तिनीहरूको प्रचार प्रसार भएको छैन। त्यसै क्रममा यो गुफाको बारेमा, यो भेरी नगरपालिकाको महत्त्वपूर्ण गुफाको बारेमा जानकारी दिनको लागि आएको छु र यहाँ यो गुफामा चाहिँ रहेको शिव मन्दिर, यो भूमेश्वर गुफा पनि भन्छ र यहाँ चाहिँ शिवको मन्दिर पनि छ भित्र। यो गुफाका चाहिँ पुजारी 72 वर्षीय कृष्णप्रसाद शर्मा यहाँ हुनुहुन्छ। म उहाँलाई यो गुफाको बारेमा भनिदिन अनुरोध, यहाँलाई म गुफाको बारे देखाउँछु। यो गुफाको बारेमा यहाँले जानकारी गराइदिनु न। यो गुफाको बारे पहिले हामी बच्चा सिलिकिन भुवनेश्वर गइन्छ। हजुर, 70-80 सालमा हामीले यो एउटा त्यहाँ अगन्त लगाइसकेपछि अनि एउटा गुरुले यहाँ आइसकेपछि गुरुले त्यहाँ एउटा शिव गुफा रहेछ, मैले कहाँ भेटाएँ के छ भन्दाखेरि अनि हामीले ल्यायौँ र जाजरकोट 13 नम्बर पुलदै अन्जादी 10-15 मिटर माथि अनि हामीले सजाइसकेपछि हामीले अहिले म यहाँको एउटा पुजारुका नाताबाट म पुजारू बसेको छु। अब यहाँ सबै छ, यहाँ सर्पहरू छन्, गाईका थुलाहरू छन्, गाईहरू छन्, मुसा छन्, अनि हात्तीका सुरहरू छन्। भित्र देखाइदिनु न, जाउँ भित्र है। ल, अरू के छ? यो हामीले लेखेको। हजुर, अनि मेरो नाम हजुर 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 त्यस बेला सदस्य, साधारण सदस्य मात्र थिएँ। हजुर, अनि उहाँ चाहिँ भयो, आज पनि सदस्य भए। उहाँ चाहिँ अहिले 2 साल भयो म यहाँ पुजारी हुन लाग्यो। हजुर, हामीले पहिलो नम्बरमा यो शिवलिङ्ग, हजुर, अनि सेकेन्ड नम्बरमा हात्तीका सुरले पानी जस बेला पनि दिइराख्छन्, कसैलाई खाली हुँदैन। यो आफै बनेको है? आफै बनेको। यहाँ यो आकृतिहरू सबै मन्दिर मूर्तिहरू रहेछन् यहाँहरू होइन? यो मूर्ति बनाएको, यो मूर्तिको निम्ति हजुर हामी बनाएका हौँ। हजुर, आफै बनेको, यो पञ्चदेवता हजुर, आफै बनेका? आफै बनेको। खोइ देखाउनु त पञ्चदेवताहरू। ए हजुर, यिनीहरू। हजुर, अनि पहिले हामीले शिवजी यसलाई भन्यौँ। हजुर, पहिले हामीले मूर्ति नबनाउँदैन। हजुर, अनि उहाँ चाहिँ अहिले मूर्ति बनाएर यो अनि यहाँ हजुर, भित्र म यहीँ बाहिरबाट खिच्छु। हजुर, ल यहाँबाट यता भित्र। हजुर, यहाँ हामीले पहिले शिवजीका लटा छन् त्यहाँ। ए हजुर, हजुर, शिवजीका लटाबाट एकातिरमा हरियो पानी र एकातिरमा सेतो पानी बगिरहेको छ, दुध पनि सधैँ? सधैँ। हजुर, अनि यहाँ गाईका छन् कि हजुर, त्यो कुण्डमा यहाँ पानी चिराएको छ। ए हजुर, हजुर, अनि अब यता मूर्तिहरू यहाँ ब्रह्माजीको मूर्ति छ, ए हजुर, आफै बनेको। हजुर, यस्तै अब म यहाँ यसो सबै ठाउँमा हेर्ने भनेपछि जान्दैन, नजान्दैन पत्तर छ, जान्दैन सबै। यहाँ एउटा उच्च हेर्नुहोस्। हजुर, यो भएपछि हामीले जहाँ जहाँ उयो गरिरहेको छौँ, जहाँ जहाँ हामीले मानेको छौँ उहाँ केही पानी चुहिरहेको छ। उहाँ त आएर अनि यो ढोकाहरू ठाउँ बनाएको हो अनि हो त। हेर्दै आएर यो हेर्नुहोस्, यो ढोका यो आफै बनेको। ए हजुर, यो अनि भगवतीको मूर्ति हो, हामीले राख्या। हजुर, यो भगवतीको मूर्ति हेर्नुहोस्, आफै बनेको, आफै बनेको होइन? हजुर, हो ढोका। यहाँनिर त्रिशुल हेर्नुहोस्, सबै मैले पूजा गरिराखेँ। अनि यस्तै यस्तै सर्पहरू, सब हात्तीका सुरहरू, अनि बाघ भगवती तर भगवती बाघ है? ए हजुर, यो बाघहरू
सबै व्यक्ति सबै हामी यतातिर हामीले भान्साकोटा बनाएको छौँ यसलाई होइन यो कोही हामीले पाहुना आएपछि यहाँ कति बेला यो के मेला सेला लाग्ने यहाँ पूजाआजा कति बेला हुन्छ यहाँ यहाँ अब पोहोर साल माघे पञ्चमी पूजा गरेर आयौँ हजुर अनि हामी शिवरात्रिमा अलि वरिपरिका मान्छे चाहिँ अलिक मेलै लाग्छ अलिक बढी हुन्छ है? चाली हजुर, बढी हुन्छ हामीले यहाँ सबै यो के हो त त्यो माथिको त्यो त्यसलाई के भन्छ? यो पनि अनि हात्तीकै सुनभने अब भुन्चुन्दाएर होला अनि यो हामीले ऊ पनि हालेका छौँ मिटर पनि हालेका छौँ बत्ती पनि छ हामीसँग 32 छ नि यो तीर्थ हेर्नुहोस् यो तीर्थ अँ, ओम